कि मायाले भोबान सुर्ती मार्दा मार्दै गयो जोबान। दाइ अलिक कुरा गर्ने हो अब त। थ्याङ्क यू दाइ। थ्याङ्क यू। अब गीत र सङ्गीतमा मान्छे रमाउँछन्। जीवनका सबैभन्दा मान्छेको पीडा दुःख कष्ट होइन समस्या वेदना होइन भोगिरहँदाखेरि मान्छेहरू गीत र सङ्गीतमा रमाउँछन्। पछिल्लो समय गीत र सङ्गीतको क्रेज हत्तै बढ्यो। देशभरि मात्र होइन विदेशमा बस्ने नेपालीहरूले पनि गीत र सङ्गीत भनेपछि हुर्के हुन्छन्। अब प्रोफेसर पाण्डेजीलाई मेरो प्रश्न के छ भन्दाखेरि तपाईँ आज क्यारिकेचर गर्नुहोस् केपी शर्मा ओलीको देशको प्रधानमन्त्री ठ्याक्कै फर्स्टमै काउन्टर आइहाल्यो त। गरौँ दादा सुरु गरौँ। गर्नै पर्यो नि।